ठिक छ राख्नु सुपर भएको छ सुपर माथि टपमा गएर फेरि तान्नु बुढीको झोला बोकी छ बोक्नै हुन्न भने त होइन हेर बाबु माथि गर्नु न कस्तो दामी उता सस भइहाल्यो हेर्न नै घर घर हेर्नुपर्छ कहाँ हिँडेको तिमी हो छोरी तिमी घुम घुम भन्थ्यो नि घुम हो चन्द्रगिरीबाट देखिने काठमाडौँ ल घुम हो हेर न उता के भन्छ स्टाइल गर्नु हे वाउ वाउ ayo matillo slider đây thấy mà टिक 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 क्या रे कुछ đa ba cặp có sẵn đây là theo mà luôn cả 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 आन्दैन टाउकामा त उ अर्कोमा माथि हालेर न कति आहान 1 2 3 गो गो भन है गो वाउ जंगल त हेरे 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 त हरियाली रहेछ कस्तो दामी रहेछ माथि आछ फेरि आउ थाम न रोक्नु ए चस्मा 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 लगाऊ म हेर्नु चस्मा लगाऊ न सर क्यामेरा त्यहाँ पनि आउ भने हैन ठिक बनाउ ठिक ठाक बनाउ ल ठिक छ अर्को पनि आउँदैछ माथिबाट एउटा यस्तो लो आयो 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 कता हो टर्निङ बाटो ढल्न थाले त्यो बाटो आछ नि उताबाट खाने ताएर लाङबाट त्यो बाटो हो नि किन बाहिर राम्रो क्या दामी बाटो बनाएको रहेछ है बाहिर जाने भयो 35 ए हो कुलै खाने चितलाङ भेडा फर्म के भन्छ नि चितलाङ भेडा बाटो राम्रो बनाएछ त कुलै खाने त हामी पहिला उबाट आएको थियौँ हेटौडाबाट आउँदा यता दक्षिण काली पनि निस्केको थियो त निस्किन्छ नि त्यसले त यसले त निस्किँदैन अर्को बाटोबाट बल्कुबाट चाहिँ निस्किन्छ ए ए जङ्गल चाहिँ अफ्रिकाको जस्तै देखिने रहेछ जङ्गलहरू कहाँनिर सुधार म ध्यान देखिरहेको त जरा गयो माथिबाट देख्छु पानी परेर सबै एकदम मजाले तपाईँ त्यो हात त्यहाँ नराख्नु त्यो सेन्सरहरू छ हो त्यो ढोका सेन्सरहरू छ नि ए सेन्सर हो यो त्यो तल ढोका त कसरी खोल्दैन माथि नै आफै अटोमेटिक हो नि त सेन्सर हो कहिले काहीँ सेन्सरको काम हो बिगिन खुल्दियो भने यो मन्दिर अच्छा यो है ला त छ अहिले खोल्यो यो त खोला त खोलै छ खोलै छ त्यो त यो ढोका के ए निस्किँदै त्यहीँबाट हो नि 0.5 किलोमिटर जङ्गलमा फेरि हामी अहिले धरती छोडेर यहाँ लागिसकेछौँ 2.5 किलोमिटर रहेछ जङ्गलमा हेर त वाउ है सानी आयो 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 हेर बाई गरिदिन्छ भाइ बाई गरिदिन्छ 255 मिटर 2550 मिटर समुद्र सतहबाट
ए समुद्र फेरि बाइक गर्दै नि फेरि बाइक स्टोरी बाई गर्थ्यो छोरी ऊ बा गयो गयो बाई बाई त मुखमा हात किन राखेको बाई दुईटै हातले हो माया पनि गर्थ्यो छिटो खै आज मौसम केही न केही हिजोभन्दा राम्रो भयो तर पानी आउनु भएको छैन मान्छे हिँडेर गइरहेको यही बाटो पहिला मनोकामना पनि त केबल गर्न नहुँदा हिँडेरै जान्थ्यो अरे नि त्यो हाम्रो दिदीहरू कति साल 52 सालतिर होला उमा जाँदा मनोकामना जाँदा उकालो त गाह्रो हुन्छ नि हौ के हो र यो उकालो त यति उकालो उक्लिनलाई 2 घन्टा लाग्दैन लाग्छ नि 2-2.5 घन्टा समथिङ 3 घन्टै लाग्छ लाग्छ पनि होला यस्तो हो अब गाउँमा बस्दाखेरि उकालो गर्दाखेरि केही पनि होइन हामीलाई त अब अहिले सहरिया भएर नत्र त हामी पनि हिँडेकै हिँडेकै हो भारी बोकेर हिँड्यो भने घाँसको भारी दाउरा नि कति बोकेर यति हिँडेको सजिलो पनि कहाँ हुन्थ्यो कति ठुलो कति टाइममा चाहिँ सिधै हुन्छ। यहाँ अनि मान्छेहरू हराएर पनि त तनाव हुन्छ यो बाटो ट्र्याक छोड्ने बित्तिकै हराइहाल्छ कहाँ जान्छन् त हरायो के अरे यस्तो छ कि माथि माथि जानु त हो नि जसरी नै होइन त्यो भन्दा नि यति ठुलो छ नि जानु पुङलीकोटबाट पोखराको तल हेर्दा पनि यस्तै देखिन्छ त्यस्तै तर जङ्गल चाहिँ पोखरा र काठमाडौँमा त उस्तै उस्तै लाग्छ भयङ्कर भ्याली नै हो पोखरामा यसरी हेर्दाखेरि पानी मात्रै देखिन्छ तल त्यस्तै यस्तै लाग्छ मलाई घर बढी देखिन्छ पोखरामा त फेरि पानीको जङ्गल यस्तै सेम उस्तै हो भ्याली त हो पुङलीकोट डाँडाबाट यस्तै हेर्दाखेरि देखिँदैन सेम यस्तै देखिन्छ रहेछ आइ बाई रोइन त्यही हो ठुलो कुरा ऊ अर्को पनि आज ऊ यतिलाई बाई गरेर तँ त गएकै छु कि हामीसँगै उता गएकै त आज ल बाई गर्थ्यो ल छिटो ऊ हाई गर्थ्यो अब हाई पनि गर्नुपर्छ हाई गर यस्तो डाँडामा हाई होटल हो नि माया पनि गरिदेऊ कस्तो जति माथि ढकालको चिसो पुरै चिसो सिन्डिकेट छ गोलो लाइन ब्याङ्कको लगानी ए चन्द्र ढकालको हो यो अनि नाम पनि चन्द्रगिरी उसको पनि चन्द्रे नाम यो रिसिप्टहरू सबै उनीको त हो नि ए कस्तो यो थियो सरकारी जग्गा हो 30-35 वर्षलाई लिजमा लिएर बनाएको